अहिलेको टाइममा बाइक राइडर र स्कुटर राइडरहरू थुप्रै छन्। त्यही माथि टिभीएस एन्टर्क। यो स्कुटर पावर पर्फर्मेन्सदेखि लिएर डिजाइन क्वालिटी सबमा बेस्ट छ। यो स्कुटर हाम्रो नेपालमा डिफ्रेन्ट भेरिएन्टमा एभाइलेबल छ। एउटा डिस्क ड्रम, अर्को BS6FI, अर्को रेसिङ एडिसन अनि अर्को रेस एक्सपी। र आज मैले तपाईँहरूको लागि यही टिभीएस एन्टर्क रेस एक्सपी को फुल्ली डिटेल रिभ्यू भिडियो लिएर आएको छु भनेदेखि आज यो भिडियो तपाईँहरू अन्तिमसम्म हेर्नु होला। सो लेट्स स्टार्ट द भिडियो। टिभीएस एन्टर्कको फ्रन्टमा एलईडी डे टाइमिङ रनिङ DRL र फुल एलईडी हेडलाइट सेटअप छ। यसको थ्रो एकदमै राम्रो छ। टर्न सिग्नल हेलोजन बल्बमा आउँछ र यसमा हजारलाइट स्विचको अप्सन पनि पाउनुहुन्छ। टिभीएसले एलईडी इन्डिकेटर एन्टर्कको कुनै पनि मोडलमा युज गरेको छैन। सयमा तपाईँले हेलोजन बल्बै पाउनुहुन्छ। टेल सेक्सन हेर्न सक्नुहुन्छ, एकदमै प्रिमियम देखिन्छ। टी सेपमा एलईडी टेल लाइट छ र अर्को नम्बर प्लेट भइहाल्यो। फिचरमा फुल डिजिटल एलसीडी मिटर कन्सोल छ। यसमा स्मार्ट एक्स कनेक्ट पनि छ, यानी ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट, म्याच अलर्टहरू सबै सो हुन्छ। टर्न बाई टर्न नेभिगेसन, फ्युल, टाइम, ओडोमिटर, साइड स्ट्यान्ड इन्डिकेटर, USB चार्जिङ पोर्ट, राइडिङ मोड्स र भोइस असिस्ट पनि पाउनुहुन्छ। टिभीएस एन्टर्क एक्सपीमा तपाईँलाई चाहिने जति फिचरहरू सबै दिएको छ। यसमा इन्जिन किल स्विच पनि दिएको छ र भोइस असिस्ट एक्टिभेट गर्नको लागि तपाईँले पावर बटनमा लङ प्रेस गर्नुभयो भने अगाडि मिटरमा लिसनिङ भनेर सो गरिहाल्छ। सस्पेन्सनमा यसको फ्रन्टमा टेलिस्कोपिक फर्क पाउँछ भनेदेखि यसको रियरमा कोइल स्प्रिङ विथ हाइड्रोलिक ड्याम्पर छ र यो एडजस्टेबल चाहिँ छैन। ब्रेकिङ सिस्टममा यसको फ्रन्टमा 220 mm को पेडल डिस्क र यसको रियरमा 130 mm को ड्रम ब्रेक छ र यसमा तपाईँले रेस र स्ट्रिटको राइडिङ मोड पनि पाउनुहुन्छ। गाडीको डिजाइन बारे धेरै बोलिराख्नै पर्दैन। यसो कम्पिटमा आउने गाडीले यसलाई पर्फर्मेन्समा चाहिँ जित्न सक्ला, तर यसको डिजाइन र क्वालिटीमा चाहिँ कुनै पनि गाडीले जित्न सक्दैन। अब पर्फर्मेन्सको कुरा गर्नु पर्दाखेरि यसमा 124.8 cc को सिंगल सिलिन्डर एयर कुल 3 भल्भ FA इन्जिन पाउँछ भनेदेखि यसले 10.2 PS को म्याक्स पावर र 10.8 Nm को म्याक्स पिक टर्क प्रोड्युस गर्छ। 125 cc को स्कुटरले यतिको पावर र यतिको टर्क प्रोड्युस गर्नु भनेको धेरै राम्रो। पिकअप पनि राम्रो छ, उकालोमा डबल लोड पनि मजाले जान्छ। फ्युल ट्याङ्क कपासिटी 5.8 लिटर छ भनेदेखि यसको माइलेज तपाईँलाई 42-45 किलोमिटर पर लिटर रहेको छ। एन्टर्कको अरू मोडलमा चाहिँ फ्युल ट्याङ्क कपासिटी 5 लिटर छ भनेदेखि यो टप मोडल रेस एक्सपीमा चाहिँ 5.8 लिटर दिएको छ। फ्युल ट्याङ्क म्यानुअली चाबीले यहाँबाट अनलक गर्न सक्नुहुन्छ। यो स्कुटरमा 22 लिटरको बुट स्पेस दिएको छ। तपाईँको मिडियम साइजको ब्याकप्याक र मिडियम साइजको हेलमेटहरू एडजस्ट हुन्छ र अरू USB चार्जिङ पोर्ट भइहाल्यो र यो गाडी तपाईँले OBD2 सेन्सरसँगै आउँछ। फ्रन्ट बानी ब्याग झोलाहरू क्यारी गर्नका लागि माथि र तल हुक दिएको छ। स्कुटर एकदमै कम्फर्टेबल छ। तपाईँले गाडी राइड गर्दाखेरि त्यस्तो अनकम्फर्टेबल हुने चिजहरू यसमा केही पनि छैन। सिटको क्वालिटी पनि एकदमै राम्रो छ, कुसनिङ पनि नरम र सफ्ट छ। स्कुटरको सिट हाइट 770 mm र यसको ग्राउन्ड क्लियरेन्स 155 mm छ। यसको ग्राउन्ड क्लियरेन्स चाहिँ अलिकति इन्क्रिज गरेर 160 to 165 mm राखेको भए धेरै राम्रो हुन्थ्यो, तर केही छैन, गाडी मजाले अगाडि बढिहाल्छ। र यसको कर्ब वेट 111 kg छ। अब यो गाडीको प्राइसको कुरा गर्नु पर्दाखेरि टिभीएस एन्टर्क रेस एक्सपी टप मोडलको प्राइस अहिले हाम्रो नेपाली मार्केटमा 3,32,900 रुपियाँ रहेको छ।